ओकारीमा दाहिनेतिर जाँदै जाँदै बर हाम्रो भतिजले चाहिँ nga उकाउँदै हुनुहुन्छ। अब मेन यो बोटले लालुङगाई पठाए पनि होला। हाम्रो फेरि 78 वर्षको हाम्रो बजु चाहिँ nga सोपकाउँदै हुनुहुन्छ। सोपकाएर निकाल्नु भएको थियो, कहाँनिर लग्नु हो। nga सोपकाएर एउटा निकाल्नु भएको छ। त्यो बोटा फर्केर आएन त, मुडुङ आए युङ हेर्यो नि जाँदैन गएन होइन। ल उही नि अखरा देखा मा खन बसी खाना द नि खाराङना माइहाङ दुदो ए हो त रहेछन्। बोटा उठिया माथि छेउमा निस्कियो होइन भतिज। मेरा नजर से नजर हुआ। हामी चाहिँ आज माछा चाहिँ 10-12 केजी मारेर जानुपर्ने भएको हुँदा हामी यसरी चाहिँ कोसी डुल्दैछौँ। हाम्रो चक्रजी चाहिँ माछा कोट्याउँदै हुनुहुन्छ। हाम्रो बजुले पनि nga खोज्दै हुनुहुन्छ। जाडु नामको मगै होला। ल चक्र दाइले चाहिँ ngaबु खोज्दै हुन्छ। ngaबु यतिकै कति गएर छ यतिकै उभिएको तला। ल उहाँ चाहिँ ngaबु खोज्दै हुनुहुन्छ हाम्रो ज्वाइँ तल। अनि यता यो चाहिँ हाम्रो माथि रिसोर्ट छ चट्टसँगले। हाम्रो गणेश सर माथि हुनुहुन्छ। यसरी चाहिँ हामी माछा मार्ने कार्यक्रम हाम्रो चलिरहेछ। बोट निकाल्नु परेन, बोटमा फर्केर आयो। भ्याङगुटा पारा छ रिसो कला भ्यागुटा पारा कला त्यो चान्डो कला छु न यतिकै ठाडो उभिएको क्या यहाँ अर्ग्यानिक स्विमिङ पुलमा हो क अर्ग्यानिक स्विमिङ पुलमा चक्रले हानिदिइराख्नु भएको छ। यो यसरी हामी आजको